हेलो गाइज, वेलकम छ मेरो आजको नयाँ भ्लगमा। अनि म चाहिँ आज नुहाउन जान लागेको छु है। आज के हो चाहिँ थाहा छैन, बिहान बिहान उठेर नुहाउन जा अनि बाबालाई यसो पानी सानी दे भन्दै हुनुहुन्थ्यो हजुरआमाले। माकुराको जाली लाग्यो। हट्यो हट्यो। वाह, आज क्या राम्रो छ है यताबाट भ्यू, तर हाम्रोमा त्यस्तो राम्रो देख्दैन। म कहाँ जानुपर्छ थाहा छ? म चाहिँ यहाँबाट यत्रो हिँडेर त्यहाँ तल पुग्नुपर्छ। ओ माई गड, कतिखेर पुग्छु? छिट्टै पुग्छु म, काम छ। छिट्टै आउनुपर्छ यार। मुख नि नधोइकन आइछु यार फेरि म। मुख धुने नि टाइम पाएन। बिहान उठेँ सिधै गएँ, अनि कहाँ गएँ? बिहान उठेर सिधा गएपछि कहाँ गएँ म? कोर्टमा त केही काम छैन खासमा। दौडो कति लामो बाटो छ यार। भर्खरैमा आधी बिचमा नि आइपुग्छन्। त्यहाँ माथिबाट यता तल आइपुगेँ। यता तल भन्दा नि यही तल भनौँ। अब धेरै होइन, 10-15 मिनट लाग्ला कि त्यहाँ खेतसम्म पुग्न नि। खेत रे पहिला खेतै जान्छु होला म, कोठमा। त्यसपछि नुहाउन। गाइस, म त खोला आइसकेँ यार। इस यही त हो नि अब खोला। तर सानो आएको छ यार खोला नि। अब यहाँ कहाँनिर ठुलो डह छ, त्यहाँनिर गएर नुहाउनुपर्छ यार। यस्तो जहाँ पाए त्यस्तो नुहाउनु हुँदैन। देखो धनै छैन काम। यहाँ डराउँछु। यहाँ नुहाएंगे हम। यहाँ ठिक छ, यहाँ ठिक छ है। कतिको चिसो पानी छ। चलो नुहाउँछु गाइज। अब नुहाएपछि म गाइज, अब चाहिँ म नुहाएको यार, ढिला भइसक्यो ल बाइ सबैलाई। हेलो, म चाहिँ आइसकेँ माथि। उता तलबाट नुहाएर नि माथि आउन भइसक्यो म। सरी, तल भ्लग बनाउनु पाइनँ। अल्छी लागिरहेको थियो नि त, त्यसैले अलि माथि आएर म भ्लग बनाउँछु भनेर पहिला माथि आएँ। अलि कपाल सुक्यो, अनि त्यसपछि भ्लग बनाउनु थालेँ। गाह्रो यार, नुहाउन आउन नि यति तल आउनुपर्छ। घर जाँदा लास्टै गाह्रो हुन्छ यार। यता पुगेँ नि, जे भयो नि। आधी बाटो आइसकेँ। खतरा थाक्यो नि म त फेरि। चल्यो, म चाहिँ अघि सबसे टपमा चाहिँ आइसकेँ।
अब यहाँ म एकछिन बस्छु यार अनि जान्छु। भ्लग चाहिँ लङ भयो जस्तो छ, त्यसैले आजको लागि यति नै। मिलाउँला अब नयाँ भ्लगमा है। सबैलाई बाई।